नमस्कार। आज म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु। किन मानिस सत्य सुन्न चाहदैन? सत्य त राम्रो कुरा हो, सत्यले जीवन बदल्न सक्छ, सत्यले भ्रम हटाउन सक्छ। तर पनि जब कसैले हाम्रो कमजोरी देखाइदिन्छ हामी रिसाउँछौँ। जब कसैले हाम्रो गल्ती बताउँछ हामी उसको विरोध गर्न थाल्छौँ। किनकि सत्यभन्दा पहिले हाम्रो अहङ्कारलाई चोट लाग्छ। कल्पना गर्नुहोस्, यदि कसैले तपाईलाई भन्यो तपाईँ धेरै रिस गर्नुहुन्छ, तपाईको निर्णय गलत थियो, तपाईले आफ्नो परिवारलाई समय दिनुभएको छैन, तपाईको पहिलो प्रतिक्रिया के हुन्छ? धेरै जस्तो अवस्थामा हामी तुरन्तै आफ्नो बचाउ गर्न थाल्छौँ। हामी भन्छौँ, होइन, कुरा त्यस्तो होइन, तिमीलाई केही थाहा छैन, मेरो परिस्थितिमा तिमी भएको भए थाहा पाउँथ्यो। हामी सत्यलाई होइन आफ्नै छविलाई जोगाउन व्यस्त हुन्छौँ। यही कारणले सत्य असहज लाग्छ, किनकि सत्यले हाम्रो बनावटी पहिचानलाई हलाइदिन्छ। हामी सबैलाई प्रशंसा मनपर्छ, हामी चाहन्छौँ सबैले हामीलाई राम्रो भनुन्, हामीलाई सही भनुन्। तर जसले हाम्रो कमजोरी देखाइदिन्छ उसलाई हामी शत्रु मान्न थाल्छौँ। यहीँबाट समस्या सुरु हुन्छ। सोच्नुहोस्, यदि बिरामीले डाक्टरको साँचो रिपोर्ट नै स्वीकार गरेन भने के उपचार सम्भव छ? यदि विद्यार्थीले शिक्षकको सुधार गर्ने सुझाव नै अस्वीकार गरे भने के ऊ अगाडि बढ्न सक्छ? यदि समाजले आफ्नो कमजोरीहरू हेर्न मानेन भने के समाज बदलिन सक्छ? उत्तर स्पष्ट छ, सक्दैन। किनकि परिवर्तनको पहिलो पाइला नै सत्यलाई स्वीकार गर्नु हो। आज हाम्रो गाउँमा, हाम्रो समाजमा, हाम्रो परिवारमा पनि यही समस्या छ। हामी समस्याभन्दा धेरै समस्याको कुरा गर्ने मानिससँग रिसाउँछौँ। कसैले दाइजो गलत हो भन्यो भने हामी रिसाउँछौँ। कसैले जातीय विभेद गलत हो भन्यो भने हामी रिसाउँछौँ। कसैले अन्धविश्वासमाथि प्रश्न उठायो भने हामी रिसाउँछौँ। कसैले तिमी अहङ्कारी छौ भन्यो भने हामी रिसाउँछौँ। किनकि हामी सत्यलाई जाँच्दैनौँ। हामी केवल यो हेर्छौँ, यो कुरा कसले भन्यो। तर बुद्धिमानी भनेको कसले भन्यो भने होइन, के भन्यो भन्ने कुरा हेर्नु हो। सत्यको एउटा विशेषता छ, सत्य सधैँ मिठो हुँदैन। कहिलेकाहीँ सत्य औषधि जस्तै हुन्छ। औषधि तितो हुनसक्छ तर त्यसैले रोग निको पार्छ। त्यसै गरी सत्य सुन्दा पीडा हुन सक्छ तर त्यही पीडाले जीवन परिवर्तन गर्न सक्छ। त्यसैले यदि हामी साँच्चीकै बदलिन चाहन्छौँ भने पहिले सत्यसँग मित्रता गर्नुपर्छ, सत्यबाट भागेर होइन। सत्यलाई स्वीकार गरेर मात्र जीवनमा शान्ति, स्वतन्त्रता र सही निर्णय आउँछ। अन्त्यमा आज एउटा प्रश्न आफैलाई सोधो, मलाई सत्य मन पर्दैनन् कि मेरो अहङ्कारलाई सत्य मन पर्दैन? यही प्रश्नको उत्तरले तपाईँको जीवनको दिशा बदल्न सक्छ। यदि यो भिडियो तपाईँलाई सोच्न बाध्य बनायो भने कृपया सबैसँग यो भिडियो सेयर गर्नुहोस्, किनकि एउटा सत्यले हजारौँ भ्रम तोड्न सक्छ। यस्तै जीवन, समाज र आत्मबोधका विषयका लागि लाइफ डिकोड नेपाललाई सब्सक्राइब वा फलो गर्नुहोस्। फेरि अर्को महत्त्वपूर्ण विषयका साथ भेटौँला। नमस्कार।